नमस्कार, मिस्टर के हियर। आज हामी जाँदैछौँ बाबा-मम्मीसँग प्यारिस आइफल टावरको डे एन्ड नाइट भ्यू हेर्नलाई। यो ड्रामा चाहिँ हामी पेरिस उड्ने लास्ट नाइटको हो, जहाँ हामी हाम्रो थोप्रा पेरिसको लागि रेडी गर्दैछौँ। लास्ट नाइटको लेट नाइट ड्रामा, अनि बिहान हतारिँदै एयरपोर्ट पुगेरी चेक इन गरेर अहिले चाहिँ हामी कोपनहेगन एयरपोर्टको ड्युटी फ्री एरियामा छौँ। बोर्डिङ सकेर आफ्नो सिटमा बसिसकेका छौँ। बाबा मम्मी पेरिसको आइफल टावरको कल्पनामा पुरा डुबेर प्लेनको जालबाट बाहिर हेर्दै हुनुहुन्छ। म पनि के कम, बाबा मम्मीसँगै कल्पनामा डुबेर म पनि हल्का प्लेनको जालबाट हेर्दै पोज दिइरहेको छु। इमेजिनेसनमा डुब्दा डुब्दै हामी प्यारिस सिटी सेन्टरबाट 85 किलोमिटर नर्थमा रहेको BVA एयरपोर्टमा ल्यान्ड गरिसकेका छौँ। अब हामी यहाँबाट टुरिस्ट सटल बसमा प्यारिस जाँदैछौँ। टुरिस्ट बसले लेपालाई यस्तै कङ्ग्रेस कन्भेन्सन सेन्टर अगाडि छोडिदिइसकेपछि हामी एकछिन हलमा पऱ्यौँ। तर त्यहाँ एकजना फ्रान्सेली नागरिक एकदमै फ्रेन्डली देख्नुभयो। उहाँले आइफल टावर हेर्नलाई मेट्रो 1 र 6 लाइन प्रयोग गरेर सजिलै त्यहाँ पुग्न सक्ने कुरा हामीलाई सम्झाइदिनु भयो, जुन कुराले फ्रान्सेलीहरू टुरिस्ट फ्रेन्डली हुँदैनन् भन्ने कुरालाई पनि गलत साबित गरिदियो। अहिले चाहिँ हामी आइफल टावरको सङ्घारमा नै छौँ। आइफल टावरलाई एकदमै नजिकबाट निहाल्नुभन्दा अगाडि हामी पेट पूजा गर्न गइरहेका छौँ। अहिले हामी आइफल टावरको ठ्याक्कै अगाडि उभिएका छौँ। यो आइफल टावरको भिजिट मेरो पहिलो होइन, तर पनि हरेकचोटि आइफल टावर भिजिट गर्दाखेरि यसको ब्युटीले मलाई अनरियल र म्याजिकल फिल गराउँछ। आज मौसम खासै राम्रो नभए पनि आइफल टावरको ब्युटीमा कुनै खोट लाउने ठाउँ देखिँदैन। आइफल टावरमा आइसकेपछि छुटाउनै नहुने एउटा महत्त्वपूर्ण काम भनेको फोटोसुट। त्यसमा पनि बाबा मम्मीको यो रोमान्टिक अटारवाला फोटोसुटलाई त यो भिडियोमा स्थान दिनै पर्ने हुन्छ। वेदरले खासै साथ नदिए पनि घरिघरि घाम लाग्दाखेरि आइफल टावर मजाले टल्किरहेको थियो। हामीले आइफल टावर वरिपरि रहेको एरिया दिनभरि डुलिसकेपछि हामीले थकान महसुस गरेर हामी रेस्ट गर्नलाई होटलतिर लाग्दैछौँ। अब चाहिँ हामी प्यारिसको 5 स्टार प्रिमियम रेस्टुरेन्टमा लन्च गर्न गइरहेका छौँ। A few moments later. Why, Dada? Why? This is business. हाम्रो होटल आइफल टावरबाट वकिङ डिस्टेन्समा छ। हामी होटलबाट 10-12 मिनट हिँडिसकेपछि आइफल टावरमा पुग्छौँ। डे लाइटमा आइफल टावर वेदरको कारणले खास नदेखिए पनि रातमा लाइट सो हुँदा आइफल टावर एकदमै अमेजिङ देखिन्छ। हाम्रो होटलबाट आइफल टावरको केही माथिल्लो भाग प्रष्ट देखिन्छ। अब बिस्तारै पेरिसमा साँझ ढलिरहेको छ र रात्रिकालीन बत्तीहरू झुल्किँदैछन्। त्यही भएर हामी एकदमै एक्साइटमेन्टका साथ आइफल टावरको लाइट सो हेर्नलाई आइफल टावर भएको ठाउँतिर लागिरहेका छौँ। आइफल टावरको नाइट भ्यू डेको भन्दा सेटिस्फाइङ अनि वर्थ इट छ। बाबा मम्मी आइफल टावरको ब्युटी देखेर दङ्ग हुनुहुन्छ। बाबा मम्मीले आइफल टावरको मुक्त कण्ठले प्रशंसा गरिरहँदा मैले 2007 मा अमेरिकन महिलाले आइफल टावरसँग बिहे गरेको कहानी सुनाएँ। तर यो कहानीबाट बाबा मम्मी दुवैजना इम्प्रेस हुनुहुन्थ्यो, किनभने उहाँहरूको चिन्ता थियो कि यदि सबै महिलाहरूले धमाधम टावरसँग बिहे गर्न थाले भने संसारभरिका सिङ्गल केटाहरूको के हाल होला त। बात तो सही है। हामी आइफल टावरको नाइट लाइट सो तितपर्ने गरी हेरिसकेपछि होटल फर्क्यौँ र होटलबाट पनि फेरि आइफल टावरहरूलाई एकचोटि निहाल्दै पेरिसलाई गुड नाइट भन्यौँ। गुड मर्निङ अल द वे फ्रम प्यारिस। अब चाहिँ हामी ट्याक्सी लिएर BVA एयरपोर्टतर्फ अगाडि बढ्दैछौँ। अगाडि बढ्दै गर्दा अब प्यारिसको आइफल टावर चाहिँ हामीबाट टाढा टाढा हुँदै गइरहेको छ। अब भने क्यामेराम्यान हाम्रो बाबा हुनुहुन्छ। प्यारिसदेखि BVA एयरपोर्टसम्म जाँदा बाटोको दृश्यहरू बाबाले रेकर्ड गर्दै हुनुहुन्छ। बेला बेला बाबाले रेकर्ड बटन थिच्न बिर्सिनुहुन्छ, तर पनि बाटोमा देखेका पुराना घरहरू आज पनि जोगाएर राखेको देख्दा हामी सबै दङ्ग थियौँ। मैले सोचेँ जसरी हाम्रो नेपालको नेपाली घरहरू लोप हुँदै गइरहेका छन् त्यो एकदमै गलत भइरहेको छ, किनकि टुरिस्ट नेपालको मोडर्न बिल्डिङ हेर्न पक्कै आउने होइनन्। उनीहरू आउने भनेका हाम्रो ट्रेडिसनल पुराना घरहरू, हाम्रो कल्चरहरू हेर्न आउने हुन्। के नयाँ मोडर्न कन्क्रिट बिल्डिङहरूले हाम्रो संस्कृति झल्काउँछन् त?
बाटोमा जाँदै गर्दा फ्याट्ट लाएर एल्दी आइपुग्यो। मम्मी डेनमार्कको पसल भन्दै तरकारी किन्न जान खोज्दै हुनुहुन्छ। तर हामी यो कुरामा सहमत छैनौँ, किनभने तरकारी किन्ने न्युमा फ्लाइट त छुटाउनु भएन नि, होइन? बाटोभरिका ती पुराना युरोपियन स्टाइलका घरहरूलाई मनमा सजाउँदै हामी आइपुग्यौँ बिबी एयरपोर्ट। र अहिले चाहिँ हामी छौँ बिबी एयरपोर्टको ड्युटी फ्री सप एरियामा। मलाई आइफल टावरको ह्याङओभर यति लागेछ कि जता हेऱ्यो म आइफल टावर मात्रै देख्छु। ल हेर्नुहोस् त, यो रक्सीलाई पनि आइफल टावर लागेछ, होइन? रक्सीलाई आइफल टावर लागेको कि आइफल टावरलाई रक्सी लागेको? आइफल टावरको ह्याङओभरलाई पिट मार्दै हामी कोपेनहेगन जाने प्लेनमा बोर्ड गरिसकेका छौँ। जे भए पनि खाना चाहिँ छोड्नुहुन्न भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अहिले चाहिँ म हेभी प्लेनभित्रै खाना दबाइसकेपछि म पुगेछु बादलमाथि उड्दै। अनि युजिए एकैचोटि कोपेनहेगन एयरपोर्टमा। अहिले चाहिँ हामी कोपेनहेगन आइसकेका छौँ। अब चाहिँ हामी आफ्नै गाउँ फर्किआएँ भन्दै घरतिर लाग्दैछौँ। मलाई भिडियोमा अन्तिमसम्म झेल्नु भएकोमा धेरै धेरै धन्यवाद। यदि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पे फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक। Lots of love from Mr. K. See you in the next video.